उहाँलाई जवाफदेही बनाउनु थियो उहाँ आउनु उहाँले सुन्दै हुनुहुन्छ भागेको होइन तपाईको माग पूरा भएछ किन नबस्नु भएको उहाँलाई प्रश्न तपाई बजेट चल्दा चल्दै किन निस्किनु भयो विशेष काम हो कि असन्तुष्टि हो कि होइन विशेष काम छ सुन्दै छ सुन्छु म केही अंश सुन्नुभयो अहिलेसम्मको सुनिरहेको अंश चाहिँ कस्तो लाग्यो एक दुईवटा कुराहरू चाहिँ जस्तै अब यो के अरे नेपाल वायु सेवा निगम भन्ने छ नि त्यसलाई चाहिँ प्राइभेटाइजेसन गर्ने भन्ने खालको कुराहरूमा चाहिँ हाम्रो सहमति मेरो असहमति हो तपाईहरुको त्यसमा मेरो त्यो चाहिँ किन अहिले घाटामा गइराखेको छ कार्यकर्ता भर्ती केन्द्र बनायो भन्ने आरोप लाग्यो यस्तो छ के अरे त्यसो भने त तपाईको सरकारी निकायहरू सबै बेच्ने पुरानोलाई आरोप लागेको थियो नि त कम्पनीहरू बेच्ने होइन फ्याक्ट्रीहरू बन्द गर्ने भन्ने त्यही खालको तपाईँको लाइनमा जान्छ उहाँहरूले पनि बेच्न लाग्नु भएको हो भन्ने प्राइभेटलाई दिनु भनेको त बेच्नु त हो त